नमस्कार सम्पूर्णलाई। आज एउटा भिडियो लिएर आएको छु, कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला। भिडियो एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ हैन। म भिडियोको सुरुवात गर्न चाहन्छु। यहाँबाट म चाहिँ मर्निङ वाक आएको थिएँ। मर्निङ वाक गर्दै गर्दाखेरि यहाँ चाहिँ एउटा एकदमै पुरानो मानव बस्ती जस्तो भएको एउटा डाँडो पाखो भेटियो। यहाँ भित्र हेर्दाखेरि पुरै भर्खर, यहाँ भित्र हेर्दाखेरि चाहिँ एकदमै पुराना घरका अवशेषहरू छन्, भत्केका डढेका इँटाहरू छन्। उतापट्टि मन्दिर जस्तो छ, के हो त मलाई थाहा भएन। भत्केका पर्खालहरू जस्ता छन्, बिल्डिङहरू जस्ता छन्। यहाँ पहिले पक्कै पनि कुनै मानव बस्ती बसेको हुनुपर्छ, मेरो विचारमा, जहाँसम्म लाग्छ मलाई। यहाँ एकदमै सखाप, एकदमै बन्जर उजाड भएको छ क्या यो ठाउँ अहिले चाहिँ। ल हेर्नुहोस्, यहाँ त घरै घर थियो कि क्या हो पहिले त, जसमा मलाई लाग्छ एकदमै घरै घर थियो। यहाँ यी घरकै हुन् पक्कै पनि, पहिलेका पुराना बुढापाकाहरू बस्ने। अब कति साल पुरानो केही लेख अभिलेखहरू छैन। यहाँ म खोज्दैछु, केही भेटेन बताइहाल्छु। होता रहेछ त, यो बिजुलीको खम्बा पनि छ। ल हेर्नुहोस्, बिजुलीको खम्बा पनि भनेपछि विद्युतको सुविधा थियो त्यतिखेर, भनेपछि धेरै पुरानो त होइन यो ठाउँ। ल हेर्नुहोस्, एकदमै अचम्मको जग्गा ठाउँ छ यो होइन। मलाई पनि अचम्म लागेर मैले भिडियो बनाएँ। हजुरहरूलाई कस्तो लाग्दैछ कृपया भिडियो राम्रो लाग्यो भने एक लाइक गरिदिनु होला, मन परेमा एउटा मिठो कमेन्ट पनि गरिदिनु होला। ल हेर्नुहोस् त, यहाँदेखि कस्तो चाहिँ ठाउँ रहेछ यो। पुरानो यहाँ पहिले मानव बस्ती रहेछ एउटा। मानव बस्ती चाहिँ अब यहाँदेखि विस्थापित भएको हो कि विस्थापित गराइएको हो कि के कारणले यो मानव बस्तीले यो गाउँ छोड्यो, यो ठाउँ छोड्यो, त्यो चाहिँ थाहा भएन। ल हेर्नुहोस्, माथि पर पहाड छ एकदमै। यहाँ त डढेलो लागेको हो कि लगाइएको हो कि आगो लागेर चाहिँ यहाँदेखि मान्छेहरू छोडेको हुन्। पुरा डढेकै पातपतिङ्गरहरू, जमिन सबै डढेको छ, खरनी अझै छ। जे ठाउँ एकदमै डेन्जर लाग्यो मलाई चाहिँ। भूतको एरिया पनि हुनसक्छ होइन, भूत जेसुकै होस्, मलाई चाहिँ मतलब भएन। तर भिडियो कस्तो लाग्यो तपाईँहरूलाई, भिडियो राम्रो लाग्यो भने एक कमेन्ट। हस् त, यति भन्दा यो भिडियो यहीँ टुङ्गाउन चाहन्छु। हस् त, धन्यवाद, नमस्ते, टाटा, बाई बाई।